मोहनी नखा हाम्रो घर आँगनमै छ। घर घरमा मोहनी धुमधामले मनाउँदैछ। आश्विन शुक्ल प्रतिपदाको दिनदेखि विभिन्न मातृका देवीहरूको पूजा आराधना गर्ने चलन छ। अष्टमीदेखि त भव्य पूजा हुन्छ। यी हरेक पूजामा सम्बन्धित देवदेवीको आकृति भएको चित्रमा पूजा हुन्छ। यस्ता चित्रहरू यही केही चित्रकार वर्गले बनाएको परम्परागत ढाँचाको चित्र हुन्छ, जुन अत्यन्त कलात्मक, सुन्दर तर हातले बनाएको मौलिक शैलीको हुन्छ। मोहनी पर्व मात्र नभइकन नेवा समुदायले अरू हरेक चाडपर्व जस्तै सापारू, नागपञ्चमी, गाठामोगचरे, चोथा, लक्ष्मी पूजा, सोन्ठी लगायतको पर्वहरूमा समेत यस्तै चित्र बनाएहरूमा पूजा गर्ने चलन छ। मोहनीको नलासानेको दिन होस् वा अन्य अष्टमीको दिनदेखि विभिन्न भीमसेन, विश्वकर्मा, महालक्ष्मी, सरस्वती लगायत अन्य मातृका देवीहरूको चित्र हातैले बनाएको हुन्छ। तर अचेल बजारमा छापछास्ती पाइने आयातित चित्रहरूको जानी नजानी उपयोग गर्ने चलन बढ्दैछ। यसले एकातिर हाम्रो धर्म संस्कृतिमाथि प्रहार भइराखेको छ भने अर्कोतिर यहाँको परम्परागत पेसा लोप हुने खतरा बढ्दैछ र राष्ट्रको सम्पत्तिमाथि दोहन हुँदैछ। तसर्थ हरेक चेतनशील नेवारहरूले आजैदेखि हाम्रै माटो, हाम्रै पौरख, हाम्रै हातले निर्मित यस्ता चित्रहरूको उपयोग गरौँ।